तपाईको जीवनको सबैभन्दा ठुलो जेल के हो थाहा छ? गरिबी होइन, ट्यालेन्सी पनि होइन, बस यो 3 शब्द मात्र हो। अरूले के भन्छ? तपाईहरुलाई थाहा छ, नेपालमा हजारौं सपना जन्मिन्छ, तर ती मध्ये धेरै सपना कहिल्यै पूरा हुँदैनन्। कारण ट्यालेन्टको कमी होइन, कारण कन्फिडेन्सको कमी पनि होइन, कारण हो समाजको डर, सोसाइटीको डर। किनभने सानो हुँदा हामीलाई सोधिन्छ ठुलो भएपछि के बन्ने। कोही कलाकार बन्न चाहन्छन्, कोही एन्टरप्रेन्योर बन्न चाहन्छन्, बट सोसाइटीको एउटै उत्तर हुन्छ, डाक्टर बन्नु, इन्जिनियर बन्नु, सेफ जब गर्नु। यसरी नै सोसाइटीको कुरामा हाम्रो सपना बिस्तारै हराउँदै जान्छ अनि ड्रिम रिप्लेस हुन्छ, एक्सपेक्टेसनले लाइफ रिप्लेस हुन्छ हाम्रो रुटिन। बट साँचो कुरा के हो भने पिपल आर नट थिङ्किङ अबाउट यु। सबैजना आफ्नै लाइफमा बिजी छन्, सबैलाई आफ्नै प्रब्लम छन्, तर हामी किन आफ्नो लाइफ अरूको ओपिनियनले चलाइरहेछौँ? तपाईहरुलाई थाहा छैन, लाइफ छोटो छ तर रिग्रेट धेरै लामो हुन्छ। तपाईले आफ्नो सपना छोडेर अरूलाई खुश पार्न सक्नुहुन्छ, तर त्यसले तपाईलाई कहिल्यै खुश हेर्न चाहदैन। त्यसैले एउटा कुरा सुन्नुहोस्, तपाई आफ्नो लाइफ बाँचिरहनु भएको छ कि केवल अरूलाई इम्प्रेस गर्नुको लागि जीवन बिताइरहनु भएको छ? कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोस्।